अहिले हामीले चर्चा गरौं उत्पादक शक्तिको बारेमा अथवा उत्पादक शक्ति भनेको के हो। खास गरिकन नेपालको राजनीतिमा चाहे कांग्रेस होस् चाहे कम्युनिस्ट होस्, यिनीहरूले अर्थतन्त्रको मामिलामा खास या अर्थ राजनीतिको मामिलामा खास चर्चा गर्दैनन्। कांग्रेस ढुक्क छ, उसलाई नवउदारवाद आइदिएको छ, नवउदारवादबाट चल्न उ रेडी छ, बजारवादबाट, बजारतन्त्रबाट। त्यसकारण उसलाई धेरै जरुरी छैन कि नवउदारवादको जे आर्थिक नीति हो त्यही लागू गर्दै हिँड्छ। तर कम्युनिस्ट भन्नेहरू छन्, उनीहरू चाहिँ प्रायः उत्पादक शक्तिका कुरा गर्छन्। आफूलाई कम्युनिस्ट भन्नेहरूले पनि गर्छन्, एमाले, माओवादीले लगायत सबैले गर्छन्। तर उत्पादक शक्तिको सारमा पुग्ने र त्यो अनुरूप अर्थ राजनीतिमा जानेतिर उनीहरूले खास मेहनत गरेनन्। आज हामी त्यहाँ चर्चा गर्दैनौँ। आज हामीले चर्चा गर्ने विषय चाहिँ उत्पादक शक्तिको परिचयको बारेमा मात्रै चर्चा गर्छौँ। के हो उत्पादक शक्ति? मानिसले जब ढुङ्गे युगबाट या प्राकृतिक युगबाट जब मान्छेले श्रम सुरु गर्यो, खेती सुरु गर्यो या पशुपालन सुरु गर्यो, श्रमको काम गर्न सुरु गरेपछि उत्पादन सुरु भयो। र त्यसपछि मानिसहरूको उत्पादन प्रणालीमा या प्रक्रियामा जब संलग्नता रह्यो, त्यसपछि उत्पादक शक्तिमा मानिसको पनि भूमिका रहने भयो। त्यति बेलासम्म चाहिँ प्रकृतिमा उत्पादन कसले गर्थ्यो त भन्दाखेरि मानिसले श्रम नगर्ने बेलासम्ममा या खेती नगर्ने बेलासम्ममा अथवा जनावरहरू मारेर नखाने बेलासम्ममा अथवा पशुपालन नगर्ने बेलासम्ममा चाहिँ प्रकृतिले उत्पादन गर्थ्यो। त्यसकारण अहिले हामीले हेर्यौं भने चाहिँ जति बेला प्रकृतिले उत्पादन गर्थ्यो त्यति बेला चाहिँ उत्पादक शक्तिको काम नै प्रकृतिले गर्ने रहेछ, किनभने मानिसले उत्पादन गर्दैन थियो। तर जब मानिसले उत्पादन गर्न थाल्यो त्यसपछि उत्पादक शक्तिहरू फेरिँदै बदलिँदै थपिँदै गए। त्यसकारण उत्पादक शक्ति भनेको समाजको व्यवस्थामा या सामाजिक व्यवस्थामा या समाजमा उत्पादन गर्दाखेरि जे कम्पोनेन्टहरूले काम गर्छ, जे चीजले काम गर्छ, त्यही उत्पादक शक्ति हो। एउटा मानव श्रम हो। मानव श्रममा दुईटा छ, एउटा शारीरिक मानव श्रम, अर्को मानसिक मानव श्रम। त्यसकारण मानव श्रम पनि एउटा उत्पादक शक्ति हो, किनकि मानव श्रमले उत्पादनमा भूमिका खेल्छ। दोस्रो, उत्पादनका साधनहरू जस्तो जमिनमा मान्छेले खेती गर्छ, जंगल, त्यहाँबाट मान्छेले चाहिँ विभिन्न चीजहरू लिएर आउँछ, पुँजीले मान्छेले लगानी गर्छ, कच्चा पदार्थ, यी सबै उत्पादनका जति साधनहरू छन् अथवा प्रकृति, यो सबै उत्पादनका साधनहरू पनि उत्पादक शक्ति नै हुन्। उत्पादक शक्तिको एउटा हिस्सा हो। र तेस्रो चाहिँ उपकरण हो। मैले तीनटा कुरा भने, एउटा मानव श्रम हो, त्यो शारीरिक र मानसिक मानव श्रम। अर्को उत्पादनका साधनहरू, त्यो जमिन हुन सक्ला, पुँजी हुन सक्ला, जंगल हुन सक्ला, प्रकृति हुन सक्ला, कच्चा पदार्थ हुन सक्ला। र तेस्रो चाहिँ उपकरण। उपकरण भनेको के हो त भन्दाखेरि उपकरण भनेको ढुङ्गाको हलो सुरुमा थियो, ढुङ्गाको कोदो थियो, ढुङ्गाको कुटो थियो, कोदालो थियो, फलाम आयो, त्यसपछि फलामको हँसिया बन्न थाल्यो, गुलेली बन्न थाल्यो, भाला बन्न थाल्यो, धनु बन्न थाल्यो, हलो बन्न थाल्यो, ट्र्याक्टर बन्न थाल्यो, ड्रोन मेसिन बन्न थाल्यो, कम्प्युटर बन्न थाल्यो, र अहिले आर्टिफिसियल इन्टेलिजेन्स पनि बन्न थाल्यो। भन्नाले उपकरणहरू। यसकारण तीनटा कुरा उत्पादक शक्ति हो। एउटा मानव श्रम हो, अर्को उत्पादनका साधनहरू हो, र अर्को उपकरण हो। त्यसो हो भने अहिलेको समाजको उत्पादक शक्ति के हो त भन्दाखेरि सबैभन्दा सुरुको प्राकृतिक समाजको उत्पादक शक्ति प्रकृति हो, किनभने उत्पादनको काम प्रकृतिले नै गर्थ्यो। त्यसपछि दास युगमा चाहिँ मानव श्रम आयो, दास आयो, त्यसपछि जमिन आयो, त्यसपछि आएर चाहिँ उपकरणहरू आए। तर त्यहाँ मुख्य चाहिँ दास व्यवस्था थियो, किनभने जमिन, दास र उपकरणमा मुख्य भूमिका दासको थियो। त्यसकारणले गर्दा त्यहाँको मुख्य उत्पादक शक्ति चाहिँ दास थियो। सामन्तवाद आयो, सामन्तवादमा जमिन आयो, अब त्यहाँ हलो आयो, गोरु आयो। जमिन आएको बेलामा चाहिँ सबैभन्दा बढी योगदान चाहिँ जमिनको थियो। त्यसकारण मुख्य उत्पादक शक्ति चाहिँ जमिन थियो, र अरू मानव श्रम पनि थियो, प्रविधि पनि थियो अथवा उपकरण पनि थियो, त्यो सबै थियो। पुँजीवाद आयो, पुँजीवादमा मुख्य उत्पादक शक्ति पुँजी भयो, किनकि पुँजीको चाहिँ मुख्य रोल भयो उत्पादन प्रणालीमा। तर त्यहाँ जमिन पनि थियो, मानव श्रम अथवा मजदुर पनि थियो, त्यहाँ प्रविधि अथवा ट्र्याक्टर अथवा इन्जिनहरू पनि थियो।
आज चाहिँ के भयो त भन्दाखेरि कुनै बेला प्रकृतिको जस्तो, कुनै बेला दास व्यवस्थामा दासको जस्तो, सामन्तवादमा जमिनको जस्तो, पुँजीवादमा पुँजीको जस्तो आजको युगमा चाहिँ उत्पादन प्रणालीको मुख्य भूमिकामा, यद्यपि मानव श्रम पनि छ अलिअलि, यद्यपि प्रविधि पनि छ, औजारहरू पनि छन्, जमिन पनि छ, पुँजी पनि छ, विभिन्न उत्पादक शक्तिहरू अहिले पनि छन्, तर आजको युगमा चाहिँ प्रमुख उत्पादक शक्ति भएर चाहिँ विज्ञान प्रविधि आयो, किनकि उत्पादन प्रणालीमा मुख्य योगदान चाहिँ विज्ञान प्रविधिको हुन्छ। त्यसकारण कम्युनिस्टहरूले अथवा भौतिकवादीहरूले चाहिँ हरेक चिजको भौतिकतामा उसले उत्तर खोज्छ, पदार्थमा उत्तर खोज्छ। त्यसकारण समाजको भौतिक चिज चाहिँ के हो त, भौतिक तत्त्व चाहिँ के हो त भनेर बुझ्दाखेरि चाहिँ समाजको भौतिक तत्त्व चाहिँ अर्थव्यवस्था हो, अझ भन्दाखेरि उत्पादक शक्ति हो। त्यसकारण कुनै सामाजिक व्यवस्था कस्तो छ भनेर बुझ्नको निम्ति त्यो समाजको अथवा त्यो सामाजिक व्यवस्थाको उत्पादक शक्ति कस्तो हुन्छ भनेर बुझ्नुपर्छ। र व्यवस्था फेर्ने भनेर जो भनिन्छ त्यो चाहिँ उत्पादक शक्ति फेरियो भने मात्रै व्यवस्था फेरिन्छ। दास युगमा दासहरूले उत्पादन गर्थे, तर जमिन मुख्य भएर आएपछि त्यहाँ व्यवस्था फेरियो। सामन्तवादमा जमिनले मुख्य उत्पादन गर्थ्यो, त्यहाँ चाहिँ पुँजी मुख्य भएर आएपछि सामन्तवाद फेरियो। ठिक त्यस्तै मार्क्सले गर्न खोजेको समाजवादमा, ल्याउन खोजेको समाजवादमा, लेनिनले प्रयोग गरेको समाजवादमा या माओले प्रयोग गरेको समाजवादमा चाहिँ पुँजी मुख्य थियो, तर सामूहिक श्रमलाई मुख्य उत्पादक शक्ति बनाएर त्यो पुँजीको सट्टा त्यसलाई रिप्लेस गर्न चाहन्थे र त्यसको आधारमा या सामूहिक मानव श्रमको आधारमा समाज व्यवस्था निर्माण गर्न चाहन्थे, जसलाई समाजवाद भन्ने गरिन्थ्यो। भने आज चाहिँ मुख्य उत्पादक शक्तिको रूपमा विज्ञान प्रविधि आएको छ। त्यसकारण विज्ञान प्रविधिमा आधारित भएको समाज, उत्पादक शक्ति भएको समाजमा चाहिँ अब दुईटा पक्ष देखा पर्ने भयो। एउटा चाहिँ समाजवादीहरूले पनि यसलाई प्रयोग गर्नको निम्ति मेहनत गर्नुभयो र गर्नु पर्यो र समुदायतिर फर्काउनु पर्ने भयो। त्यसकारण उत्पादक शक्ति भनेको समाजको भौतिक तत्त्व हो, सामाजिक व्यवस्थाको भौतिक तत्त्व हो। उत्पादन प्रणालीमा रोल खेल्ने सबै चिजहरू उत्पादक शक्तिहरू हुन्। मुख्य चाहिँ उत्पादक शक्ति भनेको चाहिँ जुन उत्पादक शक्तिले मुख्य भूमिका खेल्छ अथवा बढी भूमिका खेल्छ त्यो चाहिँ मुख्य उत्पादक शक्ति हो। हस्, धन्यवाद।